यो रोस्टरमा उभिएर आजको यस बैठकको हल मार्फत म के भन्न चाहन्छु भने तपाईँ हामी आम विद्यार्थीहरूको हक हित र अधिकारको कुरा गरेर शैक्षिक क्षेत्र र शैक्षिक प्रणालीको आमूल परिवर्तनका निम्ति लड्दै अघि बढ्छु र लड्छु भनेर हिँडेका तपाईँ हामी विद्यार्थी नेतृत्व पङ्क्तिहरूलाई म के भन्न चाहन्छु भने विगत भाद्र 23 र 24 गते जुन जेएनजी आन्दोलन भयो त्यो जेएनजी आन्दोलनमा सहभागी भएका युवाहरू के विद्यार्थी होइनन् र 23 गते शहादत प्राप्त गरेका ती युवाहरू के विद्यार्थी होइनन् र त्यस कारणले अब तपाईँ हामी विद्यार्थी नेताहरूले यो कुरा याद राख्नुपर्छ कि हामीले